तिहारको लागि रोपिएको यो फुल तिहारभन्दा चाँडै शुभ अवसरमा फुलेका छन्। सायद यिनीहरूले पनि आफ्नो कर्तव्य निभाउनकै लागि होला, परिवारको एक सदस्यको घाँटीमा उनिएरै जानको लागि होला यति चाँडै फुलेको भन्दै म केही थुङ्गाहरू टिपेर मेरो प्यारो भान्जा बाबुको परदेशमा जीवनका पलहरू फुल जस्तै सुगन्धित होस् भनेर एउटा माला तयार गरेको छु, जसमा मेरो माया र आशीर्वाद पनि उनिएको छ। हामी बाबुलाई विदाई गर्नका लागि दिदीको घरमा आइपुग्यौँ। हाम्रो घरदेखि दिदीको घर आइपुग्न मात्र 2 मिनट लाग्छ। अब यहाँ विदाई कार्यक्रमको माहौल हेरेर अन्तिमसम्म साथ दिनुहुन्छ भन्ने पूर्ण आशामा छु। हाम्रो भान्जा बाबु चाहिँ उच्च शिक्षा हासिल गर्नका लागि अस्ट्रेलिया जाँदै हुनुहुन्छ। हुन त हाम्रो देशको वर्तमान स्थिति, अवस्था, रोजाइ, सपना सबैको घर घरको विकल्प नै परदेश बनेको छ। ल त नि अब ढिला नगरी म कार्यक्रमतर्फ एकदम ह्याप्पी ह्याप्पी है त, ह्याप्पी ह्याप्पी जाने, ह्याप्पी ह्याप्पी आउने। उहाँहरू पनि लिएर जाने होला टिका। ए ल ल भिडियोमा ह्याप्पी हुने हैन माइसु? हजुर मन हल्का हुन्छ। दिनु के ल ह्याप्पी भद्र सहज रहोस्, लायक रहोस्, पुगोस्, देवी देवताको रक्षा गरौँ, कुल देवता सधैँ साथमा रहोस्, कुल देवता फुल लगाउनु खादा ए वाउ ह्याप्पी आमा चलो लाइट बन्नु पर्यो। हजुर बाबु खादा रोक्नुभयो? ए दही खुवाइदिनु। टिका लगाइदिनु ल। ठिक छ मामाश्री। खै त पैसा हो एकचोटि पहिला सबै भगवान्ले बाटो खुलाइदिउन्, जे सोचेर गएको छौ त्यो सब पुरा होस्, पुरा गरेर आउनु, धैर्य धारण गर्नु, कहिले नातिनु। छोरा मान्छे अब उडेर हिँडेपछि अब आफै बाँच्नु खोज्ने हो है।
आशीर्वाद ल ह्यापी ल मा भन्छ ह्यापी छ भन्छ खुसी छ हैन एकदम आशीर्वाद विशेष है थ्याङ्क यू नमस्ते दादा मलाई मिठो पठाइदिनु होला दिन्छु के एउटा आइप्याड ल्याइदिन्छु म सबै फोटो खिच्नु अहिले फर्स्ट कि ल बाबु ह्यापी जर्नी थ्याङ्क यू अब यसलाई पछाडि लाग्नु न ल बसौँ ल फेरि फोटो खिच्दिने